सो गाइज फाइनली हाम्रो चाहिँ आज स्यालेरी आएको थियो। स्यालेरी आएर एकदम खुसी भएर के गर्ने, त्यही त प्रोटिन किन्नै पऱ्यो, दाढी साडीहरू कपाल काट्नै पऱ्यो। टेन्सनमा पैसै बस्दैन, जस्तै आयो त्यस्तै सिधै गइहाल्छ। एकैछिनको मात्र खुसी भएर त्यसपछि त चुपचाप आएर बस्नुपर्ने हुन्छ। जहाँ अब यो 10-15 हजारको लागि एउटा 30 दिनसम्म काम गर्नुपर्छ केटा हो, सोच तिमी आफै न। यदि हामीले जबको साथै साथ 30 दिन हामीले अरू टाइममा पनि युटिलाइज गऱ्यो भने चाहिँ कति फाइदाको कुरा हो। तर एउटा कुरा चाहिँ, तर जति जे भए पनि तर जुन दिन चाहिँ स्यालेरी आउँछ नि, भले त्यो पैसा खर्च भएर जे भयो भने तर त्यो दिन चाहिँ यस्तो खुसी हुन्छ नि, त्यो जस्तो ह्याप्पिनेस चाहिँ कुनै ठुलो कुरा हुन्न भने त्यो दिन चाहिँ। बट अब एक दिनको मात्र इन्तजार छ, जो दिन चाहिँ म सक्सेस हुन्छु। मेरो लाइफमा म खुदको दमले कुनै पनि चिज किन्न सक्छु या आफ्नो दमले पैसा कमाउँछु नि, त्यो दिन हेर्न बाँकी छ। आई थिङ्क तपाईँहरूको सपोर्ट मलाई मिल्छ राम्रोसँग भने चाहिँ त्यो दिन पनि पुरा हुन्छ होला।